मटन मिलन खानुभएको नानासँग हो ब्रेकफास्ट के भए त त्यो भए नै ल्याएछ फेरि एउटाले हुन्छ हाम्रो कति धेरै भाइ सफा गरेको छैन त्यो त निन्द्रेमा छ कि त उठ्यो Organ. खोकी लागेर हेरौँ न मलाई चाहिँ फेरि यो चाहिँ हाम्रो ग्याङहरू हो यो भिडियो बनाइन्जेलसम्म मलाई खोकी नै लाग्ने भयो क्या तपाईँहरूले के खानु भएको खेजा मङ्गलसँग के खानु भएको यता हेर्नुहोस् अङ्कलसँग हाँसेर यो जोडी पार्टीहरूको यसको अब भाइ चिप्लाङ चाहिँ हाम्रो रुम थियो तर रुममा साह्रै चिसो थियो मलाई चाहिँ लास्टै चिसो भयो ओ यो एउटा ब्याग कसको सेम्याङ राईको हो त्यो सेम्याङ राई के सुपुको पक्नु ल थोरै गरेर बनाइन्छ हाँस न माथि हेर न क्यामेरा हेर क्यामेरा हेर Halo Sipu.
चाहिँ फर्क्यौँ अब नाच्दै नाच्दै घरतिर लागेको छ्यामा नाच्दै हुनुहुन्छ नाच्दै नाच्दै अब हिँडियो घरतिर म्युजिक बजिरहेको भएर मैले भोइस ओभर गरेँ अब हाम्रो यात्रा कसैको डाइरी केटिएम कसै चाहिँ कुलेखान ड्याम हुँदै फर्किने धेरै जसो चाहिँ त कुलेखान हुँदै फर्किनुहुन्छ हामी चाहिँ थोरै चाहिँ डाइरी केटिएम फर्किन्छौँ कोही मिटिङतिर पुग्नुपर्ने छ कोही आफ्नै काम विशेषले गर्दा डाइरेक्ट फर्किँदैछौँ हामी चाहिँ धेरै जसो चाहिँ उतै कुलेखानी हुँदै आउनुहुन्छ हामी थोरै 6-7 जना चाहिँ डाइरेक्ट केटिएम जान्छौँ अनि हाम्रो भेट चाहिँ घरमै हुन्छ भरे सबजनाको अनि 1-2 जना चाहिँ उताबाट जान चाहिँ पनि नजानेमा परेको छौँ किनभने गाडीमा हटाउँदैन गाडी यताबाट जान्छ हाम्रो 2टा गाडी चाहिँ डाइरेक्ट केटिएम त्यही भएर अब हामी चाहिँ कसलाई पछ्याउनु पर्ने हामी कता पछ्याउनु नाना हामी जान्ला है चिया खाँदै हुनुहुन्छ सुपुले चाहिँ के खानुभयो के खानुभयो सुपु के खानुभएको त के हो म खान्छु तपाईँ खाने हो मेरो पनि भ्लग नै हो आमा थोरै खानु पर्यो सोमलको खाइला थोरै ला त्यो पनि आयो धेरै जसो त उताबाट गयो नि हामी त थोरै जसो चाहिँ यताबाट आयौँ अरू चाहिँ ड्याङ हुँदै जानुभयो त यहाँ हाम्रो सबैभन्दा ठुलो मान्छे हुनुहुन्छ मैले दिएको क्या हेरिराख्यो उसको नानाले खाएको अनि दिएको कति हाँसिदिएको कि मलाई नि चिप्स दिएकोले चिप्स हेर्दै मलाई हेर्दै हाँसेको दिनु त नहुने हो तर दिदिएको मैले आज मैले खानुहोस् खानुहोस् अनि उसको फेरि गाला के यहाँ रोज लाग्दैछ रातो रातो हुन्छ क्या अनि कति राम्रो मेरो त भ्लग हो यो त साथीहरू 1-2 शब्द राखौँ हामी चितलाङको बारेमा म के भन्न चाहन्छु ल चितलाङ एकदमै राम्रो र ब्युटिफुल ठाउँ थियो धन्यवाद छ त्यो 2 शब्द जङ्गल पैदलबाट यहाँबाट जाँदा चाहिँ हाइकिङ चाहिँ एक दिन आउने हो त हाइकिङ हामी यहाँ हेर त बाटो हाइकिङ के को जहाँ गइस् नि अब अनि हामी त रोड पर गयो त नि यो हाइकिङ टप जाने नि माथि हामी जानुपर्छ चन्द्रगिरी